हेलो नमस्कार र आज फेरि मजाको घाम लागेको दिन फेरि तपाईहरु माझमा फेरि एउटा भिडियो लिएर आएको छु है। र यो भिडियो चाहिँ हो आज यो मेरो घरको टेरेस है अलिकति सफा गर्नु पर्यो। अब बर्खा पनि लाग्यो अन्त त्यही भएर अलिक सफा गर्नु पर्यो भनेर चाहिँ सोचेको। अन्त यो अस्तिको दाउराहरू पनि यहाँ देख्नु हुँदै होला, यो अलिअलि सुकाउँदैछु। अन्त यो पछाडि जति पनि देख्नु भएको यिनीहरू सबै आज अलिक सफा गर्नु पर्ने चाहिँ बर्खाले गर्दा टेरेस पुरा यहाँ त्यो धुलो माटोहरूले गर्दा ब्लक भएको जस्तो हुँदैछ है। पानी पर्दा निकै साह्रो पर्दो रहेछ र यहाँ गरममा आज ह्याट लगाएर है। अन्त मेरो छोरा पनि यहाँनिर मसँग छ आज, आउनुहोस् यता। अन्त ऊ पनि यहाँनिर आज आफसलाई यहाँ सकाउने लिएर आउने अरे, त्यही भएर है आज दिन पनि मौसम एकदम दामी। फेरि यहाँनिर यस्तो छ है मौसम आजको। मेरो छोरा चाहिँ यहाँ बिरालो सानो उयोसँग खेल्दै, यहाँ सानो बच्चा यहाँ हिजो अस्ति उयो भएको खै ए मेक्सी पनि आएछ। खै यता छोडिदेऊ त्यसलाई, बिचारा माम खानिदेऊ, छोडिदेऊ नगर, स्टोभमा त्यहाँ हालिदेऊ, त्यसकै खर त्यसमा हालिदेऊ। र आज चाहिँ यो जग्गाहरू है सबै मजाले सफा गरेर गर्नुपर्नेछ, हेर्दै गर्नुहोस् होला है। I'm Diana. हजुर होगी गरेछ त्यसै गर्नु हुँदैन। अब धेरै सक्नु आँट्यो आधी अब एकछिन बिसाएको यो, किनभने पुरा गरमले गर्दा नि आज घाम अब यस्तो दामी लागिरहेछ कि यो। अन्त घामले गर्दाखेरि अलिक गरम छ योहरू यहाँ लगभग यिनीहरू यो खास यो यस्तोहरू यो पुरा यो लेउहरू यहाँ त्यो जामेर बस्दो रहेछ सुकेपछि कि, त्यसले गर्दाखेरि अब यहाँ आएको चाहिँ फेरि मलाई यो मेरो घरको टेरेस आएको चाहिँ मलाई यो भ्यू चाहिँ देखाउनु मन परिहाल्छ सबैलाई। फेरि एक प्रकारकै यो नदेख्यो भने चाहिँ म जहिलेको भिडियोमा नि यो म टेरेसमा आएको बेलामा चाहिँ यो भ्यूहरू देखाइहाल्छु कि। र नदेखाउँ भने चाहिँ तर यो राम्रो देख्छ नि त यहाँबाट, घाम लागेको वेदर क्लियर भएकोमा अझै मजाले दामी देख्छ कि। त्यही भएर चाहिँ मलाई यसो देख्नु यो तल हाम्रो कस्तो यो मेलाहरू पनि लागेको यता है, त्यस्तो छ नि त। त्यसले गर्दा चाहिँ मलाई चाहिँ मजा लाग्छ यो हाम्रो यहाँ मेला मेटामा घर पनि देख्ने लाग्यो। बोरा देऊ भाइ मलाई भाइ, ल पहिले उपरको बोरा लिदेऊ न, उपरको खै त भाइ तिमीले यो चाहिँ हिजो काटेर ल्याएको बाँस, यो भालु बाँस। यसलाई चाहिँ अब टोलङ बनाऊ भनेर सोचेको।
म त बनाउनु जान्दिनँ, म खार्का खुर्की गरेर चाहिँ राखिदिने। भालुबास छिप्पेको छ, ठुलो छ। कसै टोलङ बनाउने मान्छे जान्ने छ भने उसलाई बनाउनु लाउनु पऱ्यो भन्ने सोच्छु। भएन भने जाँड खाने ढुङ्ग्रो बनाउनुपर्छ। अब अहिले तासतुस बनाएर चाहिँ राखिराख्नु पऱ्यो भनेको। यो सफा पनि गरिसक्यो सबै टेरेस। अब यो भित्र चाहिँ छ, भित्र चाहिँ अब यो बाँस खुर्केर सबै लास्टमा बढालेर फाल्नु पऱ्यो भनेर। बाहिर चाहिँ छ कि अब बाँस पनि खुर्किहाल्नु पऱ्यो भनेर सोच्दैछु। छनु चाहिँ घरमा गाई बस्तु चाहिँ छैन है। दही मही पार्ने भएको। फेरि मान्छेले यता आउनुहोस् न, मान्छेले टोलङ बनाएछ पुरा दही मही घिउहरू भन्ने त्यो सोच्छ होला, त्यो होइन। मलाई चाहिँ रड लाग्छ यस्तो चिजहरू। यो टोलङ भयो, ढुङ्ग्रोहरू है, यस्तो केहरू घरमा छ भने राम्रो लाग्छ। बेला बेला यसो हाम्रो त्यो डाइरी के सिक्किम मिल्क केहरू पनि घरमा 2 दिन 3 दिन कोही अलिक बेसी हुँदा त्यसलाई पनि जमाएर बट्टामा जमाएर दही बनाएर यसमा टोलङ छ भने चाहिँ त्यसमा त्यो बट्टामा आजभोलि चाहिँ त्यो पुरा हल्लाएर मही बनाउँछ। अन्त यस्तो टोलङमा चाहिँ छ भने चाहिँ सजिलो, हरवर बनाएर महीहरू छ भने सजिलो हुन्छ। अब त्यो कन्टिन्यू त हुँदैन हाम्रोमा त्यस्तो भइले, तर बेला बेला भइहालेको बेलामा चाहिँ त्यो टोलङमा पारेको र बट्टामा हल्डाको टेस्ट फ्लेभर भिन्न एकदम छुट्टो हुन्छ है। अन्त त्यसै कारणले गर्दा चाहिँ अब म अघि भने म आफै बनाउन त जान्दिनँ, तर खार्का खुर्की गरेर राखिराख्दैन। कोही न कोही एकजना खोज्छु मान्छे। भइहाल्यो भने ठिकै छ, भएन भने जाँड खानुलाई तुङ्बा त हुन्छ, ढुङ्ग्रो त हुन्छ। एउटा 2टा 3टा 4टासम्म ढुङ्ग्रो त मजाले बनिन्छ। 4टा नभए नि 4टा त नहुने रहेछ, 2टा 3टासम्म चाहिँ राम्रो बनिन्छ। यस्तै छ। अन्त कतिले सोच्दै होला है, अब यसले आजकल पुरा भिडियो बनाउँछ, पुरा काम गरिरहेको के गरेको भनेको खेतीबाली पुरा गर्छ होला भनेर। वास्तविक त्यस्तो होइन। घरमा अघि नै मैले पहिल्यैदेखि अस्तिदेखि भनिरहेको छु, घरमा बसेको बेलामा यसो टाइम पास र फिटनेस अलिक जिउलाई जिउ पुरा बेसी लागेको छ मेरो। अब त्यो के भएर लागेको कसरी लागेको भन्ने कुरा त अब अलग्गै त्यसको एउटा उयो छ है। हौ त्यसरी जिउ लागेकोले गर्दा पनि घरमा बस्दा फेरि प्लस आजभोलि के भएको छ भने पहिला सबकोमा भन्थ्यो त्यो तिम्रो मिसेस चाहिँ के गर्छौ भनेर हाउसवाइफ भने जस्तो आजकल घरमा चाहिँ म चाहिँ हाउस हस्बेन्ड जस्तो भइरहेको छु। अन्त बिहान नानी पुऱ्यायो 7 बजी 12 बजी लिनु गयो। अन्त त्यसले गर्दा अरू काम साह्रै यताउता गइरहनु पनि भ्याइँदैन। जस्तो अफिसियली कामहरू कतिवटा हुन्छ है, अफिस जानुपर्ने डिपार्टमेन्ट कोही बेला जानुपर्ने हुन्छ, कोही बेला अब फटाकफिटिक यसो 1-2वटा कामहरू हुन्छ, त्यो कामहरू गरौँ भन्दाखेरि टाइमै पाउँदैन यो। अन्त टाइम नपाउँदाखेरि साह्रो पर्छ है। अन्त घरमा बसेर सुतिरहनु भन्दा अब घरमा के नानी बिहान 7 बजी पुऱ्यायो 8 बजी घरमा आइपुगिहाल्छु। त्यहाँबाट 8, 9, 10, 11, 12, 3-4 घन्टा घरमा सुतिरहनु, 3 घन्टा घरमा सुतिरहनु भन्दा चाहिँ बरु यसो यहाँ फाटाफुटो के गऱ्यो भने त्यहाँबाट 12, 12:30मा टक्कै नानी लिनु गयो भने त्यहाँबाट नानी लिएर आइसकेपछि त फेरि नानीको लुगासुगा धुई पखाली है, खाजासाजा के गर्दा टाइम त्यति गइहाल्छ। अन्त त्यस्तो हो। खासै वास्तविक चाहिँ यो म खेतीबाली गर्ने खेतीबाली यो चाहिँ होइन। यसो घरमा बसेकोलाई वरिपरि घर घुर्यानहरू साफसुग्घर यता अलिअलि र यस्तै टेरेसहरू सफाहरू गर्ने मात्रै हो। कुनै दिन घरदेखि बाहिर निक्लेकोलाई यसो टाढो काहीँ ट्राभलहरू हिँडिहाल्यो भने त्यो भिडियोहरू लिएर आउँछु है। यस्तै छ। अब यो अलिकति खुर्केर सकिहालौँ। र मेरो यो यसको मोबाइलको ब्याट्री अफ हुन आँटेको डेथ हुन आँटेको छ है। र आज यो भिडियोलाई म यतिमै राख्न चाहन्छु है। अघि भने जस्तै फेरि पनि अर्को भिडियोहरू लिएर आउँछु। त्यही हो, यसो टाइम पास
लागि फेरि पनि यस्तो भिडियोहरू लिएर आउँछु है। बिस्तारै बिस्तारै यो यस्तो गर्दै जाँदाखेरि प्रकारको मजा नै आउँदो रहेछ है। एउटा टाइम स्पेन्ड गर्ने जग्गा पनि छ है।